हाम्रो यो जागरणदेखि हाम्रो यो सभादेखि केही नपाएर अमेरिकामा बसेको त्यो टङ्के भन्ने छ एउटा पत्रकार, आफूलाई पत्रकार भन्छ, के भनेर लेख्न भ्याएछ भने एमाले मासु भात र मोटरसाइकललाई तेल हाल्थ्यो अरे। म टङ्के हो कि राजीव खत्री हो कि एमालेका विरुद्ध कसम खाएर लागेका यी सबै साथीहरू मार्फत म के भन्न चाहन्छु भने एमालेको यो पंक्ति दैनिक घरमा मासु भात खान सक्ने हैसियत भएको पंक्ति छ। यहाँ तिम्रा जस्ता गलत सूचना सम्प्रेषण गरेर पृथ्वी सुब्बा गुरुङले सोशल मिडिया युट्युब लगायतलाई मोनिटाइजेसन गरेको हुनाले टीआरपी बढाउने, भ्युज बढाउने र महिनाको $150 बनाउनको लागि एमाले केपी ओली महेश बस्नेतहरूको गाली गरेर हात फिजाएर भिख मागेर खानुपर्ने अवस्थामा एमालेको कोही पनि कार्यकर्ता छैनन्। त्यही भएर मासु भात खान एमाले लागेको छैन। मासु भात खान त तिमीहरू लागेका छौ। टीआरपी बढाउने, गलत सूचना दिने, भ्युज बढाउने र साम्राज्यवादी शक्तिहरूको डलर हात थापेर मासु भात खान तिमीहरू लागेका छौ। तिमीहरूको चाहिँ हिसाब हुन्छ। एमालेको यो पंक्ति तेल हालेर हिँड्ने कोही पंक्ति होइन। एमालेको पंक्ति हामीले बुटोलको महाधिवेशनदेखि जतिखेर म दोस्रो कार्यकालको अध्यक्ष भए हामीले भन्यौं तिम्रो पेशा के हो भन्दा राजनीति नलेख युवाहरू, मेरो पेशा म यो काम गर्छु भनेर लेख र म राज्यलाई कर दिन्छु भनेर हामीले शपथ ग्रहणमा लेख्यौं। त्यस पछाडि युवाहरू व्यवसायमा संलग्न छन्, युवाहरू आफै गाडी किनेर चढ्छन्, आफै मोटरसाइकल किनेर चढ्छन्। काहीँ कतै हाम्रो युवाहरू गलत काममा लागेका छन् भने जानकारी दिनुस्। हामी छलफल गर्छौं, हामी छानबिन गर्छौं। केही नभएपछि गुण्डागर्दी गर्यो भनेका छन्। तथ्यले पुष्टि गर्नुस्। यो जेएनजीको आन्दोलन पछाडि गिरफ्तार भएका व्यक्तिहरू हेर्नुस्। घर जलाउन गएका अपराधीहरू, हतियार लुट्ने अपराधीहरू, पूर्व माओवादीहरू, राष्ट्रपतिका कार्यकर्ताहरू, माओवादीका कार्यकर्ताहरू लगायतका पंक्तिको एनालिसिस गर्नुस् र जेएनजी आन्दोलन संलग्नहरू हेर्नुस्। एमाले र युवा संघसँग सम्बन्ध भएको कुन चाहिँ व्यक्ति यो 2 महिनाको दौरमा गिरफ्तार भयो एकजनाको नाम भन्नुस्। राजनीतिबाट बिदा हुन्छु म। त्यही भएर हामीले हाम्रो युवा पंक्तिलाई अनुशासित ढंगले परिचालन गरेका छौं। 2 वर्ष अगाडिसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरू कीर्तिपुरको ठूलो रुखको हाँगामा चढेर हेर्नु पर्थ्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपूर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो। केपी शर्मा ओलीज्यूले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय